गुड आफ्टरनुन साथीहरू। आज म बनाउँछु सोल माछाको झोल। यी सोल माछा धोएर मैले सफा राखेछु, प्याज काटिरहेको छु। अब कराई तेल सरसो तेल हालेँ, प्याज पनि हालेँ। अब प्याज पनि हालिसकेँ हो। अब यसलाई अलिकति भुटौँ। भुटपाट गर्नुपर्छ अलिकति आस्ते आस्ते सानो फ्लेममा। जब तक यो अलिकति रातो रातो नहोस् एउटा सुक्खा खोर्सानी हालेछु। अब एउटा कटोरीमा मैले हल्दी, जिरा, धनिया, अन्त त्यही बटुका मैले गोटा जिरा, गोटा ज्वानो, अन्त अलिक लसुन पिसेर पेस्ट बनाउँछु। अब पानी मिलाएर हालेर अब यसलाई मिक्स गर्नुपर्छ अलिकति मजाले सानो फ्लेममा मिक्स गर्दै राख्नुपर्छ एकछिन जब तक त्यो तेल ननिस्कोस्। अब आफ्नो अनुसार नुन हालेँ। तपाईँहरू पनि आफ्नो टेस्ट अनुसार हाल्न सक्नुहुन्छ। अब एकछिन मिक्स गर्नुपर्छ अलिकति। मिक्स गरेर अलिकति बोइल होस्। तेल जब छोड्छ तब यो ठिकै हुन्छ। अब तेल छोड्यो, मैले सोल माछालाई हालेँ। सोल माछालाई चाहिँ फ्राई गर्नु हुँदैन हो, पुरा चाहिँ मिक्स गर्नुपर्छ मसलामा। मजाले मिक्स गर्नुपर्छ एकछिन मिक्स गर्नुको बाद त्यसलाई अब मिक्स गरेँ हो। मिक्स गर्नुको बाद अब फेरि एकछिन राखेर अब उसमा पानी हाल्नुपर्छ। आफ्नो अनुमान अनुसार पानी हाल्नुपर्छ। मैले चाहिँ अलिकति हालेको छु, तपाईँले हेरिहाल्नुहोस् भिडियोमा हो। तपाईँहरू पनि आफ्नो अनुसारै हाल्न सक्नुहुन्छ। अब त्यो पानी हालिसकेपछि एकछिन चलाएर हल्का हात चलाउनुपर्छ, किनकि टुट्टिन्छ माछा। आस्ते आस्ते बोइल हुन दिनुहोस् सानो फ्लेममा। मजाले बोइल हुन दिनुहोस्। बोइल भइसक्नुको बाद तपाईँको माछा पाक्यो। उसमा धनिया पत्ता हाल्नुहोस् सेन्टको लागि, टेस्टको लागि। अब तपाईँको सोल माछा रेडी। थ्याङ्क यू।